सबैमा नमस्ते नमस्कार। हामीले सडकमा डगीहरूको लागि सडकमा भएका डगीहरूलाई 13-14 वर्ष भयो खाना खुवाउँदै आएको छु। हजुरहरूलाई कस्तो लाग्छ? कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। दैनिक जसो बिहान बेलुका सामाकोशी एरिया ग्रान्डी हस्पिटलदेखि लिएर भुत्खेल वरिपरि 300 जति डगीहरूलाई खाना खुवाउँदै आएको छु। दिनमा कुखुराको टाउको 10 केजी, खुट्टा 10 केजी, पखेटा 10 केजी, राँगाको हड्डी 500 रुपियाँको, फोक्सो 20 केजी, बिरालोको लागि छुट्टै कलेजो 5 केजी, कुखुराको हड्डी 15 केजी हामीले दैनिक बनाएर सडकका डगीहरूलाई खुवाउँदै आएको छु। यसरी नै दैनिक सडकका डगरको लागि खाना बनाउँदैछ। मेरो भाउजूको घरमा दैनिक जसो 40 किलो चामल जान्छ, 50-60 किलो टाउको खुट्टाहरू यसरी नै रेगुलरै पकाउनु पर्छ। हड्डी छुट्टै, कलेजो छुट्टै। कलेजो बिरालोको लागि यदि एक बान पकाइसक्यो, अर्को बान बनाउँदैछ डगीहरूको लागि दैनिक 40 केजी चामल पकाएर दिने गरेको छु। र हजुरहरूलाई मेरो भिडियो मन परेमा लाइक, शेयर, सब्स्क्राइब पनि गरिदिनु होला। कोही पकाएको खान्छ कलेजो, कोही काट्छु बिरालोहरू पनि मस्ती छ। कोही पकाएर खाने, कोही पकाएर खाने, कोही काट्छ। को लागि दैनिक खाना बनाउने हाम्रो दाजु हुनुहुन्छ। मासुहरू स्टक भोलिको लागि यसरी लिएर आएर डिप फ्रिजमा भोलिलाई स्टक राख्नु पर्दछ। बाटोको सडकका माइनी कुकुरहरूको लागि दैनिक जसो खाना बनाएर दिने गर्दछ। र दिनमा यी चामल स्टक यही टाउको कति जान्छ होला है दिनको 10 किलो टोटल। टाउकोमा चाहिँ 10 किलो, गर्दन 10 किलो, कलेजो 5 किलो, पखेटा 20 किलो, अरू हड्डीहरू फोक्सो 20 किलो, चामल 35 किलो जान्छ। 35 किलो दैनिक जसो दैनिकै बनाउनु पर्ने।
No, yo darah.